हेलो एभ्रिवान, हेर्नु सक्नुहुन्छ है हाम्रो चाहिँ गाडीको डेलिभरी चाहिँ आज थियो है र हामी गाडी ल्याउनु चाहिँ म मेरो बाबा है मेरो वाइफ र हाम्रो नानी पुचु गएको छौँ हो। र गाडी चाहिँ यसपालि मैले ब्ल्याकमा लिएको छु एकदमै है। मलाई चाहिँ ब्ल्याकमा चाहिँ एकदमै मन परिरहेको थियो यो गाडी चाहिँ है। यो गाडी चाहिँ नाम चाहिँ XUV 3XO हो है। हुनु त मेरो योभन्दा अगाडि पनि XUV 300 थियो, त्यो चाहिँ वाइटमा थियो। त्यो चाहिँ मलाई त्यस्तो राम्रो सुट गरेन त्यो कलर चाहिँ है। अब कतिवटा कुरामा मलाई राम्रो भएन जस्तो लागेन र मैले त्यो चाहिँ गाडी सेल गरेर चाहिँ मैले यो ब्ल्याकमा लिएको छु, किनभने मेरो पहिला सानो गाडी ब्ल्याकमा थियो, एकदमै राम्रो मलाई सुट गरेको थियो त्यो कलर चाहिँ है। द्याट्स वाइ मैले यसपालि चाहिँ ब्ल्याकमा लिएको छु है। र एकदमै राम्रो एक्सपिरियन्स हुन्छ होला भन्दै है यो गाडी अब है मैले त्यस्तो आशा राखेको छु यो गाडीमा चाहिँ है। अब किनभने धेरै हाम्रो मेहनतको है यो चाहिँ फल हो। अब हामी दुईजना मिलेर है यो गाडी लिएको छौँ अहिले हो। र पहिला चाहिँ हामीले हाम्रो नानी अगाडि हाल्नुपर्छ भनेर सोचेको थियो मेरो वाइफ र म भएर। हाम्रो नानीलाई चाहिँ हामीले ड्राइभिङ सिटमा राख्दैछौँ अहिले हो। हाम्रो पुचु हेर्नुहोस् है, हेर्नु सक्नुहुन्छ तपाईँहरूले हो। अब हाम्रो नानी पनि निकै ठुलो भइसकेको छ अहिले त हो। हेर्नुहोस् हाम्रो नानीलाई मैले राखिसकेको छु त्यस्तै पाराले। नानी एकदमै रिल्याक्स भएर बसिरहेको छ हो।